हेलो नमस्ते गुड मर्निङ हजुर सबैलाई। के छ हालखबर हजुरहरू सन्चै हुनुहुन्छ? के छ नयाँ नौलो तपाईँको गाउँ सहरको यसो सुनाउनु हो। हामी त यसो आज नि फुर्सदको समयमा चाहिँ बाख्रा चराउन यसो वनतिर चाहिँ आएको छौँ है। के गर्नु, यस्तै छ गाउँले जिन्दगी, गाउँघरतिरको चाहिँ काम यस्तै छ हजुर। के भन्ने, तपाईँहरूको के छ नयाँ नौलो, कतिको रमाइलो छ तपाईँको गाउँ सहरतिर चाहिँ यसो सुनाउनु होला। आज नि फुर्सदको समय, आज दार्चुलाको शिखरधाम पूजन जात्रा भएकोले गर्दा आज चाहिँ हाम्रो स्कुल आज बिदा छ। यसो आज नि बक्रा चराउँ वनतिर चाहिँ गोठालो गएको छु भन्नु पऱ्यो है। रमाइलो छ, एक्लै छौँ अब, तर एक्लै भयो भने रमाइलो छ। एकदम चाहिँ घाम लागिरहेछ, अलिअलि बादल नि देखिरहेछ है। अनि फुर्सदको समयमा यसो काम गर्नु रमाइलो छ, एकदम रमाइलो लाग्छ। तपाईँहरूलाई चाहिँ के कस्तो लाग्छ, के गर्दै हुनुहुन्छ, कतिको रमाइलो छ, जिन्दगानी कसरी चलाएछ होइन है, के काम धन्दा गर्दै हुनुहुन्छ फुर्सदको समयमा। हाम्रो यसो पहाडतिर छ होइन, यस्तो हरियाली छ, वन जङ्गल हरियाली वनपाखा, यता चाहिँ खोला छ होइन, पानी बगिरहेछ है। उताको खोलामा चाहिँ पानी छ, यतापट्टि चाहिँ हाम्रो घर काटेर चाहिँ घाँसहरू चाहिँ पला छ, बाख्रा हेरेर छैन है, बाख्राहरू चाहिँ चरिरहेछन्। यस्तो रमाइलो छ जिन्दगी होइन, जिन्दगी यस्तै हुने भयो पो है। कहिले हो 2 दिनको जिन्दगी, घाम छाया आज यहाँ भोलि कहाँ हो कहाँ। जे भयो नि ठिक छ होइन। सबैजनाले चाहिँ माया गरिदिनुहुन्छ, भिडियोलाई चाहिँ लाइक सेयर कमेन्ट गरिदिनुहुन्छ भने एकदम खुसी लाग्छ है। धेरै धेरै सम्झना छ सबैजनालाई। यस्तै छ हाम्रो गाउँघरको काम धन्दा, खेती किसानी भनौँ है, कृषि पेसामा चाहिँ आबद्ध छौँ। रोजगारीको खासै त्यस्तो केही अवसर छैन। बाख्रा चरायो, गाउँघरतिर चाहिँ घाँस दाउरा काट्यो, यसरी चाहिँ जिन्दगी चाहिँ चलिरहेछ। जे होस् दुःख सुख गरेर नि रमाइलो छ जिन्दगी होइन। अब स्ट्रगल नै लाइफ हो होइन है, सङ्घर्ष नै जीवन हो भन्छन् नि, त्यही छ। सङ्घर्ष छ, दुःख कष्ट छ, पहाडको बसाइ, सेवा सुविधाको अभाव छ। ठिक छ, जे भयो नि होइन, अब बिस्तारै भइरहेछ। अब एकैचोटि नभए नि बिस्तारै बिस्तारै चाहिँ विकास नै भइरहेछ। त्यस्तै छ हजुर, के भन्ने हो। तपाईँहरूको चाहिँ यस्तो नयाँ नौलो बरु के छ, कस्तो छ हालखबर, यस्तो सुनाउनु होला है। हाम्रो त ठिक छ, चलिरहेछ जिन्दगी। कहिले वनभाका, कहिले चाहिँ ओकाली ओह्राली, कहिले चाहिँ यसो जिन्दगी व्यतीत भइरहेछ, जिन्दगी चाहिँ चलिरहेछ। जस्तो भयो नि होइन, ठिकै छ। किन त्यस्तो चाहिँ नराम्रो मान्नु पऱ्यो र होइन, राम्रै छ, सलेकै छ। सबैको चलोस्, सबैको जीवन सुखमय होस् है। गोरु बाख्रा वनपाखा घाँस दाउरा जे जस्तो गरे नि होइन, जिन्दगी चलाउने हो, जिन्दगी काट्ने हो। हाँसी खुसी रहेर 2 दिनको जिन्दगी चलाउने हो है। सबै साथीहरू दुःख चाहिँ नमान्नु होला कसैले नि होइन। मेरो चाहिँ राम्रो भएन, मेरो चाहिँ यस्तो भएन भनेर त्यो चाहिँ एउटा स्वार्थ चाहिँ नराख्नु होला है। आफूले स्ट्रगल, आफूले सङ्घर्ष, आफूले गरेको एउटा काम जो छ नि होइन, त्यही कामको आधारमा, त्यही कामले चाहिँ त्यही परिश्रमको चाहिँ फल चाहिँ मिठो हुने हो। व्यर्थको चाहिँ परिश्रम नगरी चाहिँ फलको आशा चाहिँ गर्नु हुँदैन है। त्यही भएर चाहिँ यसो अरू चाहिँ कुनै हाम्रो नि आय स्रोत या इन्कम नभएकोले गर्दा
बाख्रा पाल्ने, बाख्राहरू चाहिँ बेच्ने, जीवनयापन गर्ने यस्तो चाहिँ स्रोतहरूको उपयोग चाहिँ गरिरहेछौँ, स्रोतहरूको परिचालन गरिरहेछौँ। जे होस् ठिक छ, जिन्दगी चाहिँ होइन है। ल हेर्नुहोस् यस्तो यो बाख्रा खसी, उताको चाहिँ बाख्राहरू छ, खसीहरू छ होइन है। सानै सानै छ, तर चाहिँ अब अर्को साल चाहिँ दसैँ तिहारतिर चाहिँ हुन्छ होला बेच्नको लागि चाहिँ होइन। ठिक छ हजुर, सबैजनाले एउटा आज सम्झने, भेट्ने एउटा अवसर मिल्यो होइन। आज हाम्रो चाहिँ शैलशिखर, दार्चुला जिल्लाको चाहिँ शैलशिखर नगरपालिकामा रहेको चाहिँ शिखरधाम जनजात्रा भएकोले गर्दा अब शैक्षिक संस्थाहरू चाहिँ लगायत अन्य कार्यालयहरू चाहिँ बन्द भएकोले गर्दा आज फुर्सदको समयमा यसो त्यसलाई उपयोग गरौँ भनेर चाहिँ बाख्रा चराउन आएको छौँ है। एकदम रमाइलो छ होइन, बाख्रा चराउन वनतिर यसो वनपाखामा हाँसी खुसी रमाउँदै रमाइलो लाग्छ। तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ होइन, गोरु बाख्रा हेर्न, चराउन, काम गर्न, मेहनत गर्न, परिश्रम गर्न। सबैजनाले यस्तै श्रमको चाहिँ सम्मान चाहिँ गरिदिनु होला। सानो ठुलो होइन कि काम त जे जस्तो भयो भने चाहिँ होइन, श्रमको सम्मान चाहिँ हुनुपर्छ। कामलाई चाहिँ हामीले सानो ठुलो एकअर्कालाई चाहिँ हेप्ने दृष्टिले चाहिँ गर्नु हुँदैन होइन है। जे जसले जे काम गर्दैन त्यो चाहिँ श्रम हो होइन, एउटा लेबर हो। अब त्यसको चाहिँ उचित सम्मान चाहिँ हुनुपर्छ भन्न चाहन्छु। र सम्पूर्ण साथीहरूलाई भिडियो कस्तो लाग्छ, क्रिया प्रतिक्रिया चाहिँ दिनु होला होइन। केही सुधार गर्नुपर्ने पक्ष भए हाम्रो बोली भाषा, यहाँको कला संस्कृति के को बारेमा यस्तो चाहिँ भिडियो बनाइदिएको भए हुन्थ्यो भन्ने जस्तो लाग्छ होइन है। यो कुराहरू चाहिँ भिडियो हेरिसकेपछि चाहिँ कमेन्ट चाहिँ गर्नु होला होइन है। कमेन्टमा चाहिँ लेख्नु होला तपाईँको यो चाहिँ मिलेन, यो चाहिँ भएन, यो चाहिँ गर्नु पर्थ्यो, सुधारका पक्षहरू चाहिँ यो भनेर चाहिँ औँल्याइदिनु होला भन्न चाहन्छु। र अब सबैजनालाई यसो चुले निम्तो भोलि चाहिँ हाम्रो मल्लिकार्जुन गाउँपालिका मा रहेको तीर्थस्थल देशकै चाहिँ 7औं धाम मल्लिकार्जुन टेम्पलमा चाहिँ मन्दिरमा ठुलो यो कार्तिक शुक्ल चतुर्दशीका दिन ठुलो मेला चाहिँ लाग्ने गर्छ, रात्रिकालीन मेला चाहिँ लाग्ने गर्छ है। सबैजनाले चाहिँ आइदिनु होला, तपाईँको चाहिँ मनोकामना चाहिँ पुरा होस्। मल्लिकार्जुनले सबैको चाहिँ रक्षा गरून्। भोलि सबैजना यसै भेटेर चाहिँ रमाइलो गरौँला है, सबैले चाहिँ रमाइलो गरौँला। अनि चाहिँ दुखसुख जस्तो भयो नि दुखसुख सटौँला भन्दै आजलाई चाहिँ यसो छुट्टी है। ओके, बाई बाई सबैजनालाई है। ओके, बाई बाई।